Oh my god. Ah, Cosio. Wait. Hello everyone. Welcome back to my channel again. म फेरि आज मुकबाङ भिडियो लिएर आइसकेको छु मिस अंशुसँग। नमस्ते। तोले क्या बोलना है? पिलियर बोल। नमस्ते अनि बेसरी बोल न। सुनिन्छ। यो देखेन के अहिले के गरे हामीसँग छ यो बिरयानी अनि लेग पिस एउटा लेग पिस अनि ग्रेभी राइता मेन त राइता कस्तो राम्रो गराएको छु मैले राइता डेकोरेट गरेर ओ माय गॉड यस्तै हो के मान्छेहरु फेरि एक्साइटमेन्ट अनि यहाँ छ मिक्स अचार यो चाहिँ हाम्रो फेभरेट अचार हो टिस्यु कहाँ बेबी अनि यहाँ छ सलादहरु सलाद चाहिँ घरमा जे छ त्यही है यो पापड छुटेछ गाइस देखाउने ल अब हामी चाहिँ ढिला नगरिकिन सुरु गर्छौं म्यानेज यति ढिलो भयो हाम्रो आज चार्ज माइकमा चार्ज बिग्रेर सो हामी अब ढिला नगरिकिन खाना सुरु गर्छौं यसै पहिला यो उ गरौँ न थमेलको लागि के गरौँ मैले अबे जल्दी बोल कल सुबह पनवेल निकलना है यो गर्न सुरु नै भयो यहाँ त ल अलि कसरी यो देखेन के अहिले सुरु गरौँ खाना फर्स्ट बाइट हाय ग्रेभी दुई बजेतिर बल्ल बिहान दिए सरी मलाई चाहिँ यो प्याज यसरी हालेर मिठो लाग्छ के ड्राई प्याज अनि ग्रेभी यहाँ छ हाम्रो ग्रेभी राइता हाल्नलाई पनि टुटी चम्मच ल्याउनु अर्को चम्मच ल्याउनु पर्ने तातो खान पाएको भए कति मिठो हुन्थ्यो होला झन् डल्ले देखाउनै बिर्सेको डल्ले त मेरो फेभरेट हो तर धेरै खानुहुन्न हातमा लिएर आउनु हजुर हैन ला यसरी खानुपर्छ क्या यसरी
अब Muito bem. A मेरो carrot. खस्यो के हल्का यहाँ हजुरहरूले टाइम कसरी म्यानेज गर्नुहुन्छ हामीलाई खै टाइमै म्यानेज गर्नै नआएको कि के भयो गाह्रो भयो खाना यो सुपै हाल्नु बिर्सेको है मलाई चाहिँ यो सुप एकदम मनपर्छ के सुप हालेर खाएको उसलाई पनि मनपर्छ यो चाहिँ हालेर खान्छौँ है ओह माई गॉड धेरै आयो यस्तै हो कि मान्छे पनि गरी के गर्ने म चाहिँ अलि आत्तिन्छु के उ चाहिँ फेरि दुनिया भर में जाओस् 1 घन्टा में भ्याउने काम 2 घन्टा लाग्छ उसलाई फेरि फुपूको हातको खाना खान पाउँदा कस्तो लागिरहेछ एकदम खुसी यस्तै खाना पाऊँ Oh my God! Wow! तर यो मान्छेमा जागर चाहिँ छ यस्तो झ्याउ लाग्छ मलाई फेरि बरु म एक्लै भगवान म त छेउछेउ पकाउँदै खान्छु अल्छी त्यसलाई भन्छ अल्छी केटी म कस्तो हुन्छ भने यो पनि ल चेयर्स गरौँ न बिर्सेको चेयर्स मासु लभरै हामी चाहिँ दुइटै कागती हालेको झन् यस्तो मिठो भयो डल्ले खाने होइन डल्लेले
गुलियो रहेछ क्या सुपमा ओके मलाई हाँस्दै मिठो लागेन यो सुप अनि त मेरो लिप कस्तो ग्लोसी देखियो फिदा फिदा हुन्छन् अब फिदा केटाहरू अब हामी चाहिँ साँझ खाना खाँदैनौँ यही छ अझै बिरयानी ग्रेभी ढिलो भात खायो भने झन् थोरै खाइन्छ क्या ग्रेभी यस्तो मिठो भयो मलाई नि पहिला यस्तो बनाउन आउँथेन बिहा भइदेखि जागर चलेको बिहा भएदेखि त्यो आफै आउने थियो कि आफै सिक्न मन लाग्ने रहेछ पहिला मलाई खाना बनाउन आउँथ्यो सिर्फ त्यही पनि बनाउँथेन भन्नु न त्यही पनि मम्मीले गराउनुहुन्थ्यो धेरै जसो सबभन्दा जगरिलो मै थिएँ म जस्तै मिठो भएन चिसो वाउ बिग बाइट ला यो हाँसी वाउ बिचरा राइता मलाई फेरि राइता लास्टमा हो नि खाने कसैलाई भातमा हालेर मिठो लाग्छ नि त मलाई फेरि लास्टमा त्यसरी खान सक्दैन मैले भातसँग कस्तो मिठो छ यो अचार अचार र यो मात्र भात जान्छ मेरो त मजा आइरहेछ तर धेरै हुन लाग्यो अब ओके कस्तो खानु मन लाग्छ पनि लागेछ खाऊ 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 मिठो छ नि मजा गर्नु लागिसक्यो यस्तो फल मासु भन्दा हड्डी हड्डी मनपर्छ क्या मलाई फेरि
फार्मासीले त मत्ताउँछ ओए मान्छे त साँच्चै भनेको के गरौँ त नि खस्यो त खस्यो अब खस्यो त खस्यो मजाले पाकेको रहेछ नि गड तितो तितो भयो धेरै बेर भएर होला काटेको खाँदा खाँदा काँटो लाउँछन् क्या कसको याद आयो न मेरो राजकुमारको मोहल्ला छेलछेलमा आफ्नो काम गर खुलुखुलु Oh my god. पानी हाल्दिनु कहाँ पानी मात्र खाएर हुन्छ न होला ठ्याक्क भोक लागेको बेलामा खान पाएको भए अलि खाइन्थ्यो होला अब ढिलो भइसक्यो त्यही भएर तर मिठो भन्छ बिरयानी चाहिँ होममेड है आफैले बनाएको घरमा यो फल मासु चाहिँ मलाई मन पर्दैन है म खाँदैन फल मासु चाहिँ मलाई मन पर्दैन सो साइडलाई दिए हड्डीवाला खान्छु फलवाला म खान सक्दैन अब चाहिँ विन्टर लाग्यो विन्टर कलेक्सनहरू आउँदैछ है हाम्रो आउटफिटमा
बिस्तारै आउँदैछ। हेलो गाइज, हेर्नु न मैले लाइफमा कसैलाई फर्स्ट टाइम प्र्याङ्क गराएर रुवाउँछु भनेको। मेरो प्र्याङ्क त सक्सेसफुल भयो तर माइक्रोफोनले धोका दियो कि म आफै प्र्याङ्क भएँ। हेर्नु न गाइज, सो स्याड। उसलाई मैले के भनेछु भनेर भन्छु है। मैले अब रियल त देखाउन सकेन, माइक्रोफोन बिग्रेर। सो अब फिल गर्नु हजुरहरूले। मैले उसलाई के भनेर जिस्काएको छु भनेर फर्स्टमा कामसाम गर्ने होइन, खालि खाछ केही गर्ने होइन भनेछु कि। अनि ऊ त एक्कासी हेर्नु न कस्तो गर्यो कि बिचरा। हेर्नु न, उसलाई मैले एक्कासी गाली गर्दाखेरि ऊ त सक भयो, त्यसको मुखको एक्सप्रेसनै चेन्ज भयो। अन द स्पोट गरेको प्र्याङ्क हो कि गाइज। हेर्नु न उसको मुख, हेर्नु न। प्र्याङ्क त सक्सेसफुल भयो गाइज। मलाई त एकदम मजा आइरहेको थियो त्यति बेला। तर रोएर नि के मजा आयो जस्तो भइरहेको थियो एकछिन, त्यही पनि सो मजा आयो। यहाँ चाहिँ मैले चुप 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 भनिरहेको छु कि अब त्यसले पत्ताएन भने त अब त्यहाँ क्यामेरामा त भन्नु पऱ्यो। त्यही भएर म पनि अब फर्स्ट टाइम गरेको प्र्याङ्क हो कसैलाई, तर सक्सेसफुल चाहिँ भयो है। म त्यसैमा ह्याप्पी थिएँ। माइक नै बिग्रेर धोका दियो कि मेन त। अब यहाँ हेर्नु न कस्तो गरिरहेछ। भाबी झगडा गऱ्यौँ त्यहाँ। अब उसको आँखा हेर्नु न, उसलाई मैले रुङ्की हाँसम गराइसकेको छु कि त्यसले मलाई केही भन्नै सकेको छैन। त्यही भएर मात्र कहिले के गर्छ, कहिले पानी खान्छ गाइस। त्यसलाई के भइरहेछ मनभित्र। मैले धेरै बेर प्र्याङ्क गर्न पनि सकेन। सो एकैछिनमा प्र्याङ्क भनिदिएँ कि मैले। लाइफमा कसैलाई प्र्याङ्क गर्न सक्सेसफुल भएँ। मलाई त यति हाँसो लागिरहेको थियो, यति हाँसो लागिरहेको थियो। फर्स्ट टाइम प्र्याङ्क गरेको, त्यही पनि सक्सेसफुल भयो कि। ऊ त हेर्नु न, लास्टमा हेर्नु न, मैले देखाउँछु है एकछिनपछि। यस्तो गरेछ रोइसक्यो बिचरा। लास्टमा त्यो उठ्यो रिसाएर, अनि आफै गर्नु भन्यो। अब भिडियो त इन गर्नु पऱ्यो गाइस। सो बल्ल बल्ल फकाएर लिएर आएको छु कि मैले उसलाई। सो यति भन्दै मेरो भिडियोलाई हेरेर इन्जोय गर्नुहोला। सो डु नट फर्गेट लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब। बाई बाई गाइस, सी यु इन नेक्स्ट भिडियो।